है। लहरे बालीमा के भइरहेको छ भन्दा बिरुवाहरू चाहिँ अब ल्याएर त सारिहालियो तर ठिम्रेर चाहिँ माथि बढ्नै नसकेको अवस्था कति धेरैजनाको छ। बिरुवा तन्किनै नसक्ने, अठिएर बस्ने, क्याक्राक्क भएर बस्ने समस्या हजुरहरूकोमा एकदमै धेरै छ होला। त्यसको लागि चाहिँ हजुरहरूले बजारमा एउटा ह्युमिक एसिड भएको वाला झोल अथवा ह्युमिक एसिड कन्टेन्ट भएको एउटा पाउडर आउँछ। त्यसको चाहिँ हजुरले झोललाई चाहिँ ड्रेन्चिङ गर्नुभयो भने चाहिँ त्यसले चाहिँ बिरुवालाई एकदमै राम्रोसँग बढाइदिन्छ र त्यो हजुरहरूले ह्युमिक एसिड प्रयोग गरेपछि चाहिँ हजुरलाई गेडेमलको पनि आवश्यकता पर्दैन। जस्तो कि यता हेर्नुहोस्, यसमा अब कस्तो ग्रोथ राम्रो छैन नि है, तर यही प्लान्टमा यो ह्युमिक एसिड हालेको प्लान्टमा हेर्नु न कस्तो राम्रोसँग बिरुवाहरू माथि गइसकेको छ। त्यसैले गर्दाखेरि बजारमा हजुरहरूले ह्युमिक एसिड लेखेको कन्टेन्ट भएको वाला एउटा झोलमा पनि पाउनुहुन्छ र पाउडरमा पनि पाउनुहुन्छ। त्यो ल्याएर आफ्नो बिरुवामा प्रयोग गर्नु होला र यसको प्रयोगले गेडेमलको प्रयोग गर्न चाहिँ पर्दैन है त। ल बुझ्नु भएन भने चाहिँ मलाई मेसेज गर्नु होला।